यस, विमर्शमा स्वागत छ। आज हामी एउटा निकै रोचक भनौँ न अलिक गम्भीर विषयमा छलफल गर्दैछौँ। एकदमै गम्भीर। यो त अहिले जताततै चर्चाको विषय बनेको छ। हो नि, अब सिलिकन भ्यालीतिर एउटा भनाइ निकै लोकप्रिय छ, मुभ फास्ट एन्ड ब्रेक थिङ्स। मतलब तीव्र गतिमा अघि बढ्नुस् र पुराना संरचनाहरू भत्काउनुस्। जब हामी कुनै नयाँ एप वा स्टार्टअप कम्पनी बनाउँदै हुन्छौँ, यो नियम सुन्न निकै रोमाञ्चक लाग्छ। गल्ती भयो भने भोलिपल्ट नयाँ अपडेट पठायो अनि समस्या समाधान भयो। पक्कै पनि परिणाम तत्काल देखिन्छ। तर कल्पना गर्नुहोस् त, यदि त्यो स्टार्टअप कम्पनी नभएर एउटा सिङ्गो लोकतान्त्रिक देश हो भने के हुन्छ? आज हाम्रो विमर्शको केन्द्रबिन्दु यही बालेन प्रभाव अर्थात् द बालेन इफेक्ट रहेको छ। हामी एउटा गम्भीर प्रश्नमाथि मन्थन गर्दैछौँ, के नेपाललाई एउटा लोकतान्त्रिक राज्यको रूपमा नभई द्रुत गतिको स्टार्टअप कम्पनीको रूपमा चलाइँदैछ? र यो प्रश्न अहिले काठमाडौँका चिया पसलदेखि लिएर अन्तर्राष्ट्रिय सञ्चार माध्यमका पानाहरूसम्म गुन्जिरहेको छ, होइन र? एकदम। हाम्रो आजको यो विश्लेषण भर्खरै सार्वजनिक भएका विभिन्न प्रतिवेदनहरू अनि रोइटर्स, एपी, लेमोन्ड र द गार्डियन जस्ता मिडियाका रिपोर्टहरूमा आधारित छ। साथै बालेन शाहको 100 बुँदे मार्गचित्र पनि यसको आधार हो। अब म यहाँ एक राजनीतिक विश्लेषकको दृष्टिकोण राख्छु। मेरो स्पष्ट मान्यता के छ भने राज्यका संस्थाहरू र लोकतान्त्रिक प्रक्रियाभन्दा माथि कुनै एक व्यक्तिको व्यक्तित्व हावी हुँदा लोकतन्त्र कमजोर हुन्छ। मैले बुझेँ तपाईँको तर्क। हेर्नुस्, बालेन शाहको उदय पुराना दलहरूप्रतिको चरम निराशाको परिणाम हो। यसमा मलाई कुनै शङ्का छैन। तर राज्य भनेको स्टार्टअप होइन। जब भत्किने कुरा कुनै मोबाइल एपको कोड नभएर देशको संविधान, अदालत र संसदीय प्रक्रिया हुन्छ नि, तब त्यो बाटो निकै खतरनाक हुन्छ। अब म भने यसलाई अलि फरक कोणबाट हेर्दैछु। म एक युवा अभियन्ताको दृष्टिकोणबाट भन्न चाहन्छु कि साँच्चै भन्नुपर्दा नेपाल भनेको एउटा बिग्रिएको अल्गोरिदम हो। बिग्रेको अल्गोरिदम हो, ब्रोकन अल्गोरिदम। यहाँ पुरानो राजनीतिक अपरेटिङ सिस्टम पूर्ण रूपमा असफल भइसकेको छ। युवाहरूको आक्रोश, दिनौँ भइरहेको विदेश पलायन, बेरोजगारी, यी सबै हेर्नुस् त, यी कुराहरू सम्बोधन गर्न अब ती पुराना सुस्त प्रक्रियाहरूले पुग्दैनन्। नतिजा निकाल्नका लागि उच्च गतिको सिइओ शैली र रणनीतिक उथलपुथल, जसलाई हामी डिस्रप्सन भन्छौँ नि, त्यो आजको नेपालको लागि अपरिहार्य नेतृत्व कौशल हो। तपाईले डिस्रप्सन शब्द प्रयोग गर्नुभयो। सुन्दा निकै क्रान्तिकारी लाग्छ। 100 बुँदे मार्गचित्र ल्याउने वा भ्रष्टाचार विरोधी 5 सदस्यीय प्यानल गठन गर्ने कुरा सुन्दा हामी सबैलाई आश लाग्छ। तर मेरो चिन्ता प्रक्रियाको हो। कस्तो प्रक्रियाको? जब देशका महत्त्वपूर्ण नीतिगत निर्णयहरू संसदको रोस्ट्रमबाट नभई फेसबुकको वालबाट हुन थाल्छन्, मतलब जब देशको कार्यकारी संसदभन्दा सामाजिक सञ्जालमा बढी जवाफदेही देखिन्छन्, तब हामीले कस्तो प्रणाली विकास गर्दैछौँ? हामी त्यस्तो प्रणाली विकास गर्दैछौँ जसले अन्ततः डेलिभरी दिन्छ, मतलब काम गरेर देखाउँछ। हेर्नुस्, पुराना नेताहरूलाई आफू प्रमाणित गर्न संसदमा घण्टौँ लामा र निरर्थक भाषणहरू चाहिएको थियो। तर बालेनलाई एउटा तस्विर मात्र काफी छ। एउटा तस्विरले राज्य चल्छ र? चल्छ नि। रोइटर्स र एपीका रिपोर्टहरूले स्पष्ट देखाएका छन् कि यो जेनेरेसन जेडको पुरानो सुस्त सत्ताप्रतिको विद्रोह हो। नेपालले नयाँ पोलिटिकल अपरेटिङ सिस्टम अपडेट खोजेको हो। जब नतिजाको समय आउँछ, हामीलाई ती सुस्त संसदीय समितिहरूका महिनौँ लाग्ने छलफल होइन, एक्जिक्युसन स्पिड चाहिन्छ। त्यसो भए तपाईँको विचारमा सामाजिक सञ्जालले संसदीय शक्तिको विकल्प दिन सक्छ? यो निकै गम्भीर मोड हो। तपाईँले भनेको एक्जिक्युसन स्पिडले साँच्चै कसरी काम गरिरहेको छ, यसलाई अलिकति खोलौँ न। पक्कै पनि। यसलाई बुझ्न हामीले डीडीसी अर्थात् दुग्ध विकास संस्थानको याक चीजको उदाहरण हेर्नुपर्छ। काठमाडौँ पोस्टको रिपोर्ट अनुसार विगतमा डीडीसीको किसानहरूलाई तिर्नुपर्ने करिब 70 करोड रुपियाँ बक्यौता थियो। महिनौसम्म किसानले पैसा पाएनन्। सुस्त राज्यशाही खबेकारहरूले। हो, ठ्याक्कै। तर प्रधानमन्त्रीको रूपमा जब उहाँले सामाजिक सञ्जालमा डीडीसीको याक चीज प्रवर्धन गर्दै एउटा फोटो राख्नुभयो, त्यसले बजारमा कस्तो डिस्ट्रप्सन ल्यायो तपाईँले देख्नुभयो नि? चीजको बिक्री रातारात बढ्यो, त्यो त हो। बढ्ने मात्र होइन, नतिजा स्वरूप केही समयमै 1.48 अर्ब रुपैयाँ किसानहरूको बकौता तिरियो। न्यू बिजनेस एजले यसलाई बालेन प्रभावको आर्थिक र रणनीतिक शक्तिको रूपमा व्याख्या गरेको छ। यही हो मैले भनेको सिइओ शैली।
अब नेतालाई मिडिया हाउस वा बिचौलिया चाहिँदैन, जनतासँग सिधा जोडिन एउटा पोस्ट काफी छ। म तपाईँको यो उदाहरणको नतिजालाई लिएर बहस मर्दिनँ। किसानले पैसा पाउनु एकदम राम्रो कुरा हो, तर म यहाँ यो घटनाले बोकेको संयन्त्रको चिरफार गर्न चाहन्छु। DDC-को याक चिज भाइरल हुँदा त्यहाँ बिक्री भएको असली उत्पादन चिज थिएन। अनि के थियो त? त्यो विश्वास थियो, जनताले उहाँको व्यक्तिगत ब्रान्डमाथि गरेको विश्वास। तर के एउटा सिङ्गो राज्यको अर्थतन्त्र एउटा भाइरल फोटोको भरमा चल्न सक्छ? यदि बालेन यो देशलाई स्टार्टअप जसरी चलाउने CEO हुन् भने यो देशको बोर्ड अफ डिरेक्टर्स को हो? संसद हो, जनता हुन् कि फेसबुकको अल्गोरिदम हो? खासमा जनता नै त्यो अल्गोरिदम चलाउने मुख्य शक्ति हुन् नि। लाइक, शेयर र कमेन्ट मार्फत जनताले प्रत्यक्ष लोकतन्त्रको अभ्यास गरिरहेका छन्। म यहाँनिर तपाईँलाई रोक्न चाहन्छु। अल्गोरिदम र जनता एउटै कुरा होइनन् नि। टिकटक वा फेसबुकको अल्गोरिदमले गहिरो नीतिगत विश्लेषणलाई प्राथमिकता दिँदैन। यसले भावना, आक्रोश र तत्काल प्रतिक्रिया जनाउन सकिने विषयलाई मात्र प्रमोट गर्छ। तर जनभावना त त्यही छ नि। भावना होला, तर जब जनसरोकारका जटिल विषयहरू संसदमा नभई मोबाइल स्क्रिनको लाइकमा तय हुन्छन्, तब संसदीय विमर्श कमजोर हुन्छ। आज एउटा फोटोले चिज बिक्यो होला, तर भोलि जटिल भूराजनीतिक निर्णयहरू गर्नुपर्दा अल्गोरिदमले काम गर्दैन। त्यहाँ बलियो संस्था चाहिन्छ। उनको विश्लेषणले एउटा रोचक कुरा उल्याएको छ। उहाँको सीमित मिडिया संवाद र मौनता आफैमा एउटा शक्तिशाली औजार बनेको छ। मौनतालाई हतियार बनाउनु हो, सामाजिक सञ्जालले त्यो बन्द कोठाको शक्तिलाई सिधै जनताको हातमा ल्याइदियो। त्यसैले अल्गोरिदमले कमसेकम पुराना सिन्डिकेटहरूलाई त तोडिरहेको छ। तपाईँले मौनता र शक्तिको कुरा उठाउनु भयो। अब यदि सामाजिक सञ्जाल नै उहाँको नयाँ संसद हो भने यसले उहाँले परम्परागत उत्तरदायित्वलाई कसरी व्यवहार गर्नुहुन्छ भन्ने देखाउँछ। विशेष गरी नीति तथा कार्यक्रममा जवाब दिन संसदबाट गरिएको त्यो चर्चित मौन बहिर्गमन, जसलाई हामी वकआउट भन्छौँ। हो, जसले राजनीतिमा ठूलो तरङ्ग ल्यायो। तरङ्ग मात्र होइन, रिपब्लिकाको रिपोर्ट अनुसार प्रधानमन्त्री उपस्थित नभएपछि संसद नै अवरुद्ध भयो। हेर्नुस्, एउटा स्टार्टअपको संस्थापकले मलाई यो कुरा मन परेन भनेर मिटिङ छोडेर हिँड्न सक्छ, तर देशको प्रधानमन्त्रीले जवाफदेही हुनुपर्ने ठाउँबाटै छोडेर हिँड्नु त संवैधानिक सङ्कट हो। संविधानविदहरूले यसलाई मर्यादाको घोर अपमान मानेका छन्। कि यो नयाँ नेतृत्व शैली हो वा लोकतान्त्रिक संस्थाहरूप्रतिको अनादर? सुन्दा यो मर्यादाको उल्लङ्घन जस्तो लाग्न सक्छ, तर के तपाईँले विचार गर्नुभएको छ कि त्यो बहिर्गमन कुनै डराएको अवस्था थिएन? त्यो एउटा क्याल्कुलेटेड डिस्ट्रप्सन, अर्थात् सुनियोजित रणनीतिक उथलपुथल थियो। सुनियोजित? संसद छल्नलाई? संसद छल्न होइन, संसदको त्यो निरर्थक नाटकबाट बाहिरिएको सन्देश दिन। इतिहास हेर्ने हो भने ठूला सन्देशहरू शिष्टाचारभित्र मात्र बसेर दिएका छैनन्। सन् 1960मा राष्ट्रसङ्घमा ख्रुश्चेभले जुत्ताले डेस्कमा हानेर गरेको विरोधलाई आज पनि ठूलो कूटनीतिक डिस्ट्रप्सन मानिन्छ। त्यो त शीतयुद्धको बेलाको। अझ नजिकको उदाहरण हेरौँ न। ब्रेक्जिटको समयमा बोरिस जोन्सनले बेलायती संसद नै स्थगित गरेका थिए। 2025मा ट्रम्प र जेलेन्स्की बीचको बहसले पनि नियम तोडेर नयाँ सन्देश दियो। एलन मस्कले भने जस्तै भ्याल्यु नदिने मिटिङमा बसिरहनुभन्दा निस्किनु राम्रो हो। संसदमा पुरानो आरोप प्रत्यारोप चलिरहँदा बालेनले त्यहाँ प्रतिक्रिया नजनाई वकआउट गरेर पुरै देशलाई नयाँ बहसमा ताने। मलाई तपाईँको यो तुलना रोचक लाग्यो, तर म प्रतिवाद गर्न चाहन्छु। बोरिस जोन्सनले संसद स्थगित गरेको कुरा गर्नुभयो नि, तर पछि बेलायतको सर्वोच्च अदालतले जोन्सनको त्यो कदमलाई गैरकानुनी ठहर गर्दै उल्टाइदिएको थियो। त्यहाँ प्रणालीले काम गर्यो, तर सन्देश त गयो नि। सन्देश जानु एउटा कुरा हो। एलन मस्कले कम्पनीको मिटिङ छोड्न सक्छन् किनकि उनी सर्वेसर्वा हुन्, तर संसद प्राइभेट कम्पनी होइन। यो त्यो ठाउँ हो जहाँ अल्पमतको आवाज सुनिन्छ। यदि कार्यपालिका प्रमुखले विधायिकालाई व्यवस्था गर्छ र त्यसलाई मास्टर स्ट्रोक मानिन्छ भने भोलि तानाशाहीतर्फको यात्रा कसले रोक्ने? तपाईँले तानाशाहीतर्फको यात्रा भन्दै गर्दा अलि बढी नै डर पैदा गर्न खोज्नुभयो। उहाँले त कामबाट जवाब दिइरहनु भएको छ नि। बहस अब संसदभित्र सीमित रहेन, जनताको मोबाइलमा पुग्यो। नतिजा आउँछ, तर नतिजा मात्रै लोकतन्त्र होइन नि। विधि र प्रक्रियाबाट न्याय सुनिश्चित हुन्छ। राज्यको गति बढाउँदा को पछाडि छुटिरहेको छ त्यो हेर्नु महत्त्वपूर्ण हुन्छ। यदि राज्यलाई स्टार्टअप जसरी चलाउने हो भने कानुनी शासन र अल्पसङ्ख्यकको अधिकार कहाँ पुग्छ? बहुमतको हितको लागि कहिलेकाहीँ कठोर कदम त चाल्नै पर्छ।
कठोर कदम र कानुनी शासनको बर्खिलाप फरक कुरा हुन्। म उदाहरण दिन्छु। ह्युमन राइट्स वाचको प्रतिवेदनले सडक व्यापारी र सहरी गरिबमाथि भएको कारवाहीलाई लिएर गम्भीर प्रश्न उठाएको छ। सहर सफा बनाउने नाममा गरिबहरूको रोजीरोटी खोसियो। एउटा स्टार्टअपले प्रयोगकर्तालाई ब्यान गर्न सक्छ, तर राज्यले गरिबलाई सडकबाट हटाएर मात्र सहर सफा भयो भन्न मिल्दैन। यहाँनिर म एउटा प्रश्न सोध्छु, के सडक अतिक्रमण गरेर व्यापार गर्नु कानुन सम्मत हो? होइन, तर पक्कै होइन। पुराना पार्टीहरूले गरिबको संरक्षणको नाममा दशकौंसम्म शहरलाई अव्यवस्थित बनाएर भोट ब्याङ्कको राजनीति गरे। जब कुनै नेतृत्वले सहरलाई नियममा ल्याउन खोज्छ तब त्यसलाई गरिब मारा भनिन्छ। हामीलाई वर्षौं अल्झिने प्रणाली होइन, नतिजा चाहिएको छ। सडक खाली गर्नु एउटा कुरा हो, तर न्याय प्रणालीलाई नै चुनौती दिनु अर्कै कुरा हो। आदिपुरुष सिनेमाको विवाद याद छ। उच्च अदालतले प्रतिबन्धमा स्टे अर्डर दिँदा पनि त्यसलाई नमान्ने धम्की दियो। त्यस्तै ट्रेड युनियनहरू खारेज गर्ने निर्णयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दियो। तर ट्रेड युनियनहरूले सरकारी सेवालाई कति अस्तव्यस्त बनाएका छन् त्यो त जगजाहेर छ नि। होलान्, तर त्यसलाई सुधार गर्ने विधायकी बाटो छ। मेरो तर्क के हो भने तत्कालको नतिजा र राष्ट्रवादको नाममा अदालतलाई कुल्चिन मिल्दैन। यसलाई म अल्गोरिदम राष्ट्रवाद भन्छु। अल्गोरिदमले डोजर चलेको भिडियो रुचाउँछ, तर यसले संस्थागत सन्तुलन भत्काउँछ। अदालतलाई देश विकासको बाधक देख्न थालेपछि हामी स्टार्टअप होइन, अधिनायकवादी ढाँचा तयार गर्दैछौँ। म तपाईँको चिन्ता सम्मान गर्छु, तर तपाईँले 100 बुँदे मार्गचित्र र रोयटर्सले उल्लेख गरेको सम्पत्ति छानबिन प्यानललाई पनि त हेर्नुहोस्। 5 सदस्यीय प्यानल बनाएर उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने आँट देखाइएको छ। त्यो संस्थागत सुधार होइन र? उहाँले भन्नुभएको छ नि, नेटवर्किङले बागमती सफा हुँदैन, कामले हुन्छ। भ्रष्टाचार विरोधी नारा जतिसुकै आकर्षक भए पनि म कुरा पुरा गरिहालौँ। जब प्रणाली नै यति सुस्त छ कि एउटा निर्णय गराउन महिनौँ लाग्छ, तब आक्रामक कदम नचालेसम्म सडकका खाल्डा पुरिँदैनन्। तपाईँ अल्गोरिदम राष्ट्रवाद भन्नुहुन्छ, म यसलाई राज्यलाई गति दिने सक थेरापी भन्छु। द गार्डियनले पनि यसलाई जेनेरेसन जेड र पुरानो सत्ता बीचको सङ्घर्ष भनेको छ। प्रणाली आफै बग बनिसकेपछि बाहिरबाट प्रहार गर्नै पर्छ। तर सक थेरापीको आफ्नै भयानक जोखिम हुन्छ नि। भ्रष्टाचार छानबिन स्वागतयोग्य हो, तर जब न्याय प्रणालीलाई नै बग सम्झेर बाइपास गरिन्छ, तब त्यो छानबिन न्याय नभएर राजनीतिक प्रतिशोध बन्ने खतरा हुन्छ। एन्टी करप्सन नारा त पपुलिस्ट नेताहरूको हतियार हो। यसलाई निष्पक्ष बनाउन त्यही संस्थागत सन्तुलन चाहिन्छ जसलाई स्टार्टअप शैलीले भत्काउन खोज्दैछ। मलाई लाग्छ हामी यहाँ एउटा गहिरो वैचारिक बिन्दुमा छौँ। तपाईँ जग हल्लिने डर मान्दै हुनुहुन्छ, तर धेरै युवाहरूको लागि त्यो जग पहिले मक्किसकेको थियो। त्यसलाई भत्काउनु नै एकमात्र विकल्प थियो। सायद हामी यही बिन्दुबाट निष्कर्षतर्फ अघि बढ्न सक्छौँ। आजको छलफलले प्रष्ट पारेको छ कि बालेन प्रभाव केवल एक व्यक्तिको चमत्कार होइन, यो पुराना दलहरूको सुस्तता र भ्रष्टाचारप्रतिको लाखौँ नेपालीको सामूहिक आक्रोश हो। यसमा हामी सहमत छौँ। नेपाललाई नयाँ ऊर्जा पक्कै चाहिन्छ, तर मेरो अन्तिम निष्कर्ष के हो भने त्यो ऊर्जा संवैधानिक अनुशासनभित्र हुनुपर्छ। संस्थाहरू व्यक्तिभन्दा ठूला हुन्छन्। र मेरो निष्कर्ष के छ भने परम्परागत प्रणालीले अब काम गर्न छोडिसक्यो। युवाहरूको निराशा सम्बोधन गर्न द्रुत गतिको कार्यान्वयन, मौनताको प्रयोग र रणनीतिक उथलपुथल अपरिहार्य भइसकेको छ। परिणामको लागि केही पुराना नियमहरू तोडिन्छन् भने त्यो देशको हितमै छ। स्पष्ट छ, समस्याको जडमा हाम्रो बुझाइ समान भए पनि समाधानको बाटो संस्थागत सुधार वा आक्रामक डिस्ट्रप्सन कुन सही हो भन्नेमा हाम्रो असहमति कायमै छ। कार्यक्रमको सुरुमा हामीले सफ्टवेयर अपडेटको कुरा गरेका थियौँ। एप बिग्रिए अनइन्स्टल गर्न सकिन्छ, तर लोकतान्त्रिक संरचना भत्कियो भने दशकौँ लाग्छ। नेपालको यो नयाँ अपरेटिङ सिस्टमले देशलाई सफल बनाउँछ वा लोकतन्त्रको जग भत्काउँछ? यो गम्भीर प्रश्न हामी श्रोताहरूका लागि खुला छोड्छौँ। पक्कै पनि श्रोताहरूले उपलब्ध प्रतिवेदन र विश्लेषणहरूको अध्ययन गरी आफ्नै धारणा बनाउन सक्नुहुनेछ। आजको विमर्शबाट हामी बिदा माग्छौँ। एउटा अन्तिम विचार, यदि हामीले देशलाई स्टार्टअप जस्तै मुभ फास्ट एन्ड ब्रेक थिङ्स मोडलमा चलाउने हो भने के हामी यो यथार्थ स्वीकार गर्न तयार छौँ कि स्टार्टअपहरूको असफलताको दर 90% हुन्छ? धन्यवाद।